कसरी एउटा आकर्षक विज्ञापनले जग्गाको सपना बेच्छ अनि त्यो सपना वास्तविकतामा परिणत हुन चाहिँ कस्तो देखिन्छ। आज हामी भारतको पश्चिम बङ्गालमा रहेको एउटा रियल इस्टेट परियोजनाको पूरै यात्रालाई हेर्दैछौँ। सुरुको प्रचारको पिचदेखि लिएर जमिनमा साँच्चीकै बनिरहेको प्लटसम्म। कुनै पनि ठूलो परियोजना एउटा वाचाबाट सुरु हुन्छ। यो म्याक्स एक्सटिल रियल स्टेट डेभलपरको विज्ञापन हो र आज हाम्रो विश्लेषणको आधार पनि यही हो। आउनुहोस् यसको मुख्य सन्देश के रहेछ त्यो हेरौँ। यो नै हो उनीहरूको सबैभन्दा ठूलो हतियार, 0% ब्याजमा जग्गा। सुन्दा कति सरल छ हैन? तर यी दुई शब्दले लगानीको सबैभन्दा ठूलो बाधा मतलब ब्याजलाई हटाइदिने वाचा गर्छ। यसले तुरुन्तै जो कोहीको ध्यान खिच्छ र लगानीलाई एकदमै सजिलो देखाइदिन्छ। आज हामी यो प्रस्तावलाई एक एक गरेर केलाउनेछौँ। पहिले त्यो ठूलो वाचा, त्यसपछि वास्तविक लोकेसन, समुदायको परिकल्पना कस्तो छ, लागत कति बढ्छ र अन्त्यमा योजनाबाट यथार्थसम्मको प्रगति कस्तो छ, सबै हेर्नेछौँ। ल त 10% ब्याज बाहेक अरू के छ त जसले मानिसहरूलाई आकर्षित गरिरहेको छ? आउनुस् यसको वित्तीय प्रस्तावलाई अलि नजिकबाट हेरौँ न। हो, त्यो ठूलो वाचाको रहस्य यही हो। पहुँच, एकैचोटि ठूलो रकम तिर्नुपर्ने झन्झट छैन। बरु खरिदकर्ताहरूले 36 महिना अर्थात् 3 वर्षसम्म किस्तामा तिर्न सक्छन्। यसले गर्दा ठूलो लगानीको आर्थिक बोझ धेरै हदसम्म कम हुन जान्छ। अफर त राम्रो छ, तर रियल इस्टेटमा सबैभन्दा महत्त्वपूर्ण कुरा के हो त? लोकेसन, लोकेसन र लोकेसन, हैन त? त्यसो भए यो परियोजना आखिर छ कहाँ? ल हेर्नुहोस्, यो परियोजना पश्चिम बङ्गालको मेङ्घारामा अवस्थित छ। यो स्लाइडले हामीलाई त्यो क्षेत्रको एउटा सामान्य दृश्य देखाइरहेको छ। तर यो जग्गाको टुक्रा मात्र होइन, यो त एउटा रणनीति केन्द्र जस्तो देखिन्छ। सोच्नुहोस् त, राष्ट्रिय राजमार्ग केही मिनेटको दूरीमा, बागडोगरा एयरपोर्ट जम्मा 6 किलोमिटर टाढा, अनि सिलिगुडी सहर र नेपालको सिमाना पनि नजिकै हो। यही कनेक्टिभिटीले नै यसको वास्तविक मूल्य बढाउँछ। तर यो ठाउँको आकर्षण यातायातको सुविधामा मात्र सीमित छैन। कल्पना गर्नुहोस् त, आफ्नो घरबाटै यस्तो सुन्दर पहाडी दृश्य देख्न पाइन्छ। यो शान्त वातावरण नै यसको अर्को ठूलो प्लस पोइन्ट हो। अब अगाडि बढौँ र विकासकर्ताले यो खाली जग्गालाई एउटा योजनाबद्ध समुदायमा कसरी बदल्ने सोचेको छ त्यो हेरौँ। यहाँ हेर्नुहोस्, एकातिर छ महत्त्वकांक्षी मास्टर प्लान अनि अर्कोतिर छ अहिलेको अविकसित जग्गा। यो तुलनाले हामीलाई परियोजना कति ठूलो छ र विकासकर्ताको भिजन कस्तो छ भन्ने कुरा स्पष्ट रूपमा देखाउँछ। यहाँ घर मात्र होइन, एउटा पुरै जीवनशैलीको वाचा गरिएको छ। 24 घण्टा सुरक्षादेखि लिएर 22 फिट चौडा सडक, मन्दिर, पार्क र रिसोर्टसम्म यी सबै सुविधाहरूले यो जग्गालाई एउटा जीवन्त समुदायमा बदल्ने लक्ष्य राखेको देखिन्छ। र यसले त झन् शानदार ढङ्गले देखाउँछ। एकातिर योजनामा भएको मन्दिर र अर्कोतिर त्यसको निर्माणको लागि सुरु भएको जग खन्ने काम। यो भनेको योजनालाई वास्तविकतामा बदल्ने प्रयासको एउटा ठोस प्रमाण हो। ल, यति राम्रो सपनाको लागि कति खर्च लाग्ला त? आउनुहोस् अब कुरा गरौँ पैसाको। यसको लागत र भुक्तानी योजनालाई विस्तृत रूपमा हेरौँ। विज्ञापन अनुसार 1 कट्ठा जग्गाको सुरुवाती मूल्य 3.5 लाख भारतीय रुपियाँ तोकिएको छ। यो प्रवेश स्तरको मूल्य हो जसले धेरैलाई आकर्षित गर्न सक्छ। ल, यो तालिकालाई अलि केलाएर हेरौँ है। यसले विभिन्न आकारका प्लटहरूको भुक्तानी योजना देखाउँछ। उदाहरणको लागि 3 कट्ठाको प्लट लिनुभयो भने सुरुमा 37,500 मा बुकिङ गर्न सक्यो। त्यसपछि 1.5 लाख डाउन पेमेन्ट र बाँकी रकम चाहिँ 36 महिनासम्म महिनाको लगभग 15,625 को किस्तामा तिर्न सकिने रहेछ। योजना र पैसाको कुरा त भयो, तर अब सबैभन्दा महत्त्वपूर्ण प्रश्न, के काम साँच्चै भइरहेको छ त? आउनुहोस् जमिनमा भइरहेको वास्तविक प्रगति हेरौँ। विकासको पहिलो चरण यहाँ स्पष्ट देखिन्छ। भविष्यका मालिकहरूका लागि व्यक्तिगत प्लटहरू छुट्याउन कङ्क्रिटका पोलहरू गाडिएको छ। यो भनेको योजनालाई साकार पार्ने पहिलो भौतिक कदम हो। प्लट छुट्याइसकेपछि अर्को कदम हो पहुँच सुनिश्चित गर्नु। यहाँ भित्री सडक सञ्जालमा काम सुरु भइसकेको देखिन्छ, जुन कुनै पनि समुदायको मेरुदण्ड हो। यो स्लाइडले प्रगतिलाई अझ नजिकबाट देखाउँछ। माटोको बाटोबाट विज्ञापनमा वाचा गरिएको पक्की सडकमा रूपान्तरण हुन लागेको छ, जसको लागि पेभिङ ब्लकहरू धमाधम जडान गरिँदैछ। र अन्तमा
यो तस्बिरले त महत्त्वपूर्ण प्रगति भएको प्रमाणित नै गर्छ। एउटा पक्की सडक लगभग तयार भइसकेको छ। यसले के देखाउँछ भने यो परियोजना सक्रिय रूपमा अगाडि बढिरहेको छ र प्रतिज्ञाहरू पूरा गर्ने दिशामा काम भइरहेको छ। त्यसो भए हामीले के देख्यौँ त? एउटा जग्गा, एउटा सजिलो भुक्तानी योजना र एउटा वाचा जुन बिस्तारै साकार हुँदैछ। यी सबै मिलेर एउटा घरको आधार तयार गर्छन्। तर यसले हामीलाई एउटा ठूलो प्रश्नमा पुर्याउँछ। शून्यबाट एउटा जीवन्त समुदाय निर्माण गर्न वास्तवमा के चाहिने